हामी चाहिँ हिजो चाहिँ अलिकति फेरि दोहोऱ्याउँछौँ है त। अ, कहाँसम्म चाहिँ भनेदेखि अब अ, मैले चाहिँ खास हिजो फर्स्ट फ्लोरसम्म सबै कम्प्लिट गरेर अनि सेकेन्ड फ्लोरको चाहिँ स्टार्ट गर्न भनेको थिएँ कि म चाहिँ खास हिजो चाहिँ अलिकति फेरि रिभिजन गर्न लागेको छु अनि अब हिजो नै आइसकेको छ भने चाहिँ सेकेन्ड फर्स्ट फ्लोरको सुरु गर्दै गर्दा हुन्छ है फर्स्ट फ्लोरको हिजो मैले भनेको थिएँ नि फर्स्ट फ्लोर फर्स्ट फ्लोरमा आएर पनि सबै ट्रेस मात्र गर्ने हो भनेर ल हिजो अलिकति त्यो रेकर्डिङ राख्न चाहिँ कति दिन आउँदो रहेछ ए अब डाइमेन्सन दिन चाहिँ खास डिआई हो होइन अनि एकै लटमा यसरी कन्टिन्युस दिनुपर्छ कि ए, अनि यो एउटा यो दियो एउटा पुरै दियो एउटा सेन्टर टु सेन्टर हो नि थाहा छ होइन त्यो भइहाल्यो होइन अब यसलाई चेन्ज गर्नलाई चाहिँ फेरि हामीले यसलाई क्लिक गरेर हामीले एडिट टाइप गर्नुपर्ने हुन्छ कि एडिट टाइप गरेर चाहिँ यो विड्थ फ्याक्टर छ नि यो विड्थ फ्याक्टर भनेको चाहिँ यो अलिकति अहिले चेप्टो देखिरहेको छ नि यसलाई अप्लाई गर त होइन ल अँ, त्यो भयो नि होइन अलिकति अँ, अब टेक्स्ट फन्टलाई पनि हामीले जहिले एरियल राख्छौँ है त एरियल राखेर अप्लाई गर्छौँ है त अप्लाई नै गर है ओके नगर एआर मात्र थिच्दाखेरि पाइन्छ एआर अनि युनिट्स फर्मेटलाई नै हाम्रो अब कतिसम्मको प्रेसिजन हो भन्ने हो कि यही नै रहेछ युनिट्स फर्मेट यो अँ, यसमा चाहिँ अब 1 इन्च मात्रै राख्ने 1 इन्च राख्ने अप्लाई ओके ल अब यो गरेपछि अब सबै ठाउँमा डाइमेन्सन दिने अब यसरी होइन होइन अब त्यसमा हामीले चेन्ज गऱ्यौँ कि त्यो अघि यो हाम्रो अघिको डाइमेन्सन अब सबै डाइमेन्सन यहीमा चेन्ज राख्ने कि यही डाइमेन्सन होइन होइन अब यो चेन्ज भइसक्यो यसमा चेन्ज भइसक्यो कि हामीले त्यो चेन्ज ए ओभरल्याप भयो भने चाहिँ अब के गर्ने भने यसलाई पहिला हामी यसको फर्स्टमा हामीले हिजो चाहिँ के गरेको थियौँ भनेदेखि ड्रइङमा सबैमा अलिकति युनिफर्म देखाउनको लागि चाहिँ हामीले सबै टेक्स्ट साइजहरू चाहिँ 3/40 राखेको थियौँ कि अब यसको नि हामीले टेक्स्ट साइज चाहिँ उयो छ नि एडिट टाइप गरेर टेक्स्ट साइज चाहिँ 3/40 राख्ने पहिला 3/40 अप्लाई ओके ल अब यस्तो ओभरल्याप भइरहेछ भने चाहिँ अँ, यस्तो इफ यस्तो भइरहेछ भने चाहिँ यसलाई यो तलको यो ड्र्याग गर्ने अप्सन छ नि यसले यो चाहिँ ड्र्याग गरेर हल्का माथि पुऱ्याउनु मिल्छ कि यसलाई ड्र्याग गरेर अलि यताउता यसरी पुऱ्याउनु मिल्छ फेरि सबै हटाएर एकैचोटि गर्दा हुन्छ दिँदा हुन्छ
अब यसरी यसरी छुटेको छ भने चाहिँ यो छुट्यो अरे अब यहाँनिर यो नि यहाँसम्म डाइमेन्सन दिन छुट्यो अरे होइन अब फेरि हामीले डिआई थिचेर फेरि यसरी डाइमेन्सन दिएर यसरी चाहिँ राख्नु हुँदैन किनभने यो र यो डिस्कन्टिन्युस भयो नि त कन्टिन्युस पार्नलाई चाहिँ यसमा थिच्ने अनि ऊ यहाँ एडिट यो एडिट विटनेस लाइन थिच्यो भने चाहिँ फेरि यसरी राख्यो भने चाहिँ कन्टिन्युस हुन्छ कि यो यसरी ल अब डोर विन्डोको ट्यागलाई चाहिँ हामीले ट्याग दिन कुनैको पनि ट्याग दिन पर्यो भने चाहिँ टिजी हो है त्यो सर्टकट टिजी अनि त्यसपछि अब यसरी डोर अर विन्डोमा यसरी क्लिक गर्ने आफै आफै ट्याग दिन्छ अब हामीलाई यो डोर विन्डोको त डब्लु वान डी1 चाहियो त्यसमा चेन्ज गर्नलाई चाहिँ विन्डोमा क्लिक गर्ने अनि अब यहीँनिर मार्कमा डब्लु1 भनेर चेन्ज गर्दा नि हुन्छ बट हामीले चाहिँ यताबाट चेन्ज गर्छौँ है त एडिट टाइप थिच्ने विन्डो एडिट टाइप अनि मुनि गएर टाइप मार्क छ नि यसमा चाहिँ डब्लु1 थिच्नुपर्छ है त अहँ। अब इफ हामीलाई यहीँबाट इफ यो डब्लु1 होइन हामीले डब्लु2 हो भन्यो भने चाहिँ यहीँबाट यसरी डबल क्लिक गरेर चाहिँ डब्लु2 गर्न नै मिल्छ है त ल अब डोरको लागि चाहिँ हामीले यहीँबाट नै मिल्छ डोरको लागि चाहिँ बट हामीले एडिट टाइपमा गएर यसको नि टाइप मार्कमा चाहिँ डी1 थिच्छौँ है त अनि यहाँनिर डी1 ल हाम्रो यो क्याडमा अब यसमा चाहिँ हाम्रो क्याडमा यहाँ पहिल्यै दिएको छ नि कुन डब्लु1 कुन हो त्यो अनुसार गर्ने कि अब हामीलाई यो लाइन चाहिएन भने चाहिँ यहाँनिर लिडर लाइन अफ मात्र गर्दा पनि पुग्छ यो क्लिक गर्ने यहाँ लिडर लाइन अफ गर्ने अब हामीलाई यो यो डिफ्रेन्ट यो त यसमा डायमन्ड सेप छ यसमा यो सेप छ अब हामीलाई यो चेन्ज गर्नु पर्यो भने चाहिँ ट्याग त हाम्रो फ्यामिली नै हो त्यही भएर यसलाई ट्यागलाई क्लिक गर्ने अनि एडिट फ्यामिली छ नि एडिट फ्यामिली गरेर अब यो हटाइदिने यो डायमन्डलाई हटाइदिने होइन अब हामीले अघि नै पनि टेक्स्ट त 3/40 राखेको हो नि अब यसको पनि टेक्स्ट 3/40 राख्नलाई चाहिँ यसमा क्लिक गर्ने अनि एडिट टाइप गर्ने टेक्स्ट साइज चाहिँ 3/40 राख्ने अनि यो पनि एरियल राख्ने किनभने हामीले ड्रइङमा एकदम युनिफर्मिटी चाहिन्छ क्या त्यही भएर ल अब हामीले यो सर्कल बनाउनु पर्यो सर्कल बनाउन चाहिँ एउटा लाइन तान्ने एलआई ओ सर्टकट एलआई थिचेर चाहिँ अब ऊ यहाँनिर सर्कल छ नि जस्ट यसरी सर्कल मात्र दिने अब हामीले यो फ्यामिलीलाई त लोड गर्नु पर्यो नि लोड इन्टु प्रोजेक्ट अब हामीले कुन प्रोजेक्टमा काम गर्दा हो त्यसमा लोड गर्ने नो ओभरराइड ल तर यो धेरै अब यस्तो भयो नि त ओभरल्याप भएन नि त त्यही भएर फेरि अब एडिट गरेर यो गोलोले अलिकति ठुलो पारिदिने यो अझै नै अलिकति ठिक भएन ल डोरको नै त्यस्तै गरेर यसलाई थिच्ने एडिट फ्यामिली गर्ने अनि यसलाई हटाइदिने यो टेक्स्टलाई 3/40 गर्ने यसलाई एरियल गर्ने अनि एलआई थिचेर एउटा गरेर
अब हामीले अर्को एउटा गरेको भनेको यो रुम ट्याग हो। रुम ट्याग चाहिँ कसरी दिने हो भन्दाखेरि चाहिँ ल फर एक्जाम्पल हाम्रो यस्तो यस्तो छ भने आर्किटेक्चरमा जाने अनि ऊ यहाँ रुम छ नि यो मात्रै थिच्ने अनि आफै आउँछ कि रुम अनि ल हेर यसमा चाहिँ अलिकति के छ भनेदेखि अब यो 4 वाल्सले इन्क्लोज छ नि यो स्पेस त त्यसलाई मात्र रेपिडले चाहिँ डाइरेक्ट रुम दिन्छ कि अब यो त 4 वाल्सले इन्क्लोज छैन बट हामीलाई यतिलाई एउटा रुम अनि यतिलाई अर्को रुम गर्नु पर्यो भने चाहिँ के गर्ने हो भनेदेखि ल हेर है त रुम अहिले रुम लिन खोज्दा एउटा पुरैले रुम दिन खोज्छ नि रेबिटले आधा आधा गर्नको लागि चाहिँ हामीले रुम सेपरेटर भन्ने युज गर्छौँ है त रुम सेपरेटरले चाहिँ के गर्छ भनेदेखि यसरी एउटा लाइन तानिदियो भने चाहिँ रेबिटले चाहिँ अब दुईटा रुम हो भनेर देखाउँछ कि अब यसले रुम थिच्यो भने ल यो सेपरेट भयो कि यो सेपरेट भइसक्यो है त हाम्रोमा पनि यस्तै छ किनभने हाम्रो यो एउटा रुम भइहाल्यो बट हाम्रो यो यसमा त इन्क्लोज छैन नि त त्यही भएर हामीले यहाँनिर एउटा रुम सेपरेटर दिएछौँ यहाँ एउटा दिएछौँ यहाँ एउटा दिएछौँ कि अब यसैले ठ्याक्क लिभिङ रुम यतिमा छुट्यो किचन डाइनिङ यतिमा छुट्यो कि है त अनि बाथरुम त यो एज इट इज भइहाल्यो अब यसलाई पनि हामीले इफ अब यो 100 आएको चाहिँ के हो भनेदेखि यो चाहिँ यसरी रुम नम्बर आएको हो कि अब यसलाई पनि रुम नम्बर हामीलाई देखाउन छैन भने चाहिँ एडिट टाइप गर्ने अनि यो सो रुम नम्बरमा अनटिक गरेर अप्लाई ओके गर्ने अब यो पनि हाम्रो अलिकति यो नराम्रो देखिरहेको किनभने यसमा त हाम्रो युनिफर्म आइसक्यो नि त यो सेम अब यसले पनि चेन्ज गर्नु पर्दाखेरि हामीले फेरि यो पनि फ्यामिली नै हो एडिट फ्यामिली गर्ने अब फेरि यसलाई पनि यो थिच्ने एडिट टाइप गर्ने अनि हाम्रो यसलाई चाहिँ एरियल राखिदिने अनि विड्थ फ्याक्टर 1 भइहाल्यो अनि यो अहिले बोल्ड छ नि यसलाई अन्टिक गर्ने बोल्डलाई अन्टिक मात्र टेक्स्ट होइन यो अहिले चाहिँ यसलाई 3/40 नै राख्नु 3/40 राखेर लोड गरिदिने ल अब सबै युनिफर्म आउँछ यो यसको पनि 3/40 यसको पनि 3/40 सबैमा चेन्ज ल अनि हाम्रो फिनिश प्रडक्ट चाहिँ यतिकै देखिनुपर्छ है त ग्राउन्ड फ्लोर बुझ्दैन नि ट्याग गर्नु के बुझेन भने चाहिँ रेकर्डिङ हेर्दा नि के हुँदैन है त हामीलाई त के प्रब्लम छ भने भनौँ है अब हामी फर्स्ट फ्लोर र सेकेन्ड फ्लोर चाहिँ तपाईँहरूबाट नै एक्सपेक्ट गर्छ है म बनाउनको लागि चाहिँ केही गाह्रो छैन सेम हामीले ग्राउन्ड फ्लोर बनायौँ भने फर्स्ट फ्लोर र सेकेन्ड फ्लोर त सेम त्यही नै हो ग्राउन्ड फ्लोरमा चाहिँ यसको बेस कन्स्ट्रेन्ट हामी कहाँदेखि कहाँसम्म जाने भन्ने कुरै त हो अब हाम्रो यो तलको वाल यो वाल हाम्रो यता प्लिन्थबाट फर्स्ट फ्लोरमा जान्छ भनेदेखि माथिको वाल कहाँबाट फर्स्ट फ्लोरदेखि सेकेन्ड फ्लोरसम्म छुट्टै वाल बनाउनु पर्छ अब हामीले फर्स्ट फ्लोरको प्लानमा फ्लोर त हामीले पहिल्यै बनायौँ नि फ्लोर यो फ्लोर त हो फर्स्ट फ्लोरमा गएर यसरी तान्ने मात्रै काम बाँकी हुन्छ अब म फेरि भनिदिन्छु है त फर्स्टमा फर्स्ट फ्लोरमा कसरी स्टार्ट गर्ने भनेर फर्स्ट फ्लोरमा जाँदाखेरि क्याड आयो होला होइन
अब यो क्याट त हाम्रो तलको लेभलमा छ नि त, ग्राउन्ड फ्लोर लेभलमा छ नि त। अब हामीले यसले फर्स्टमा एकदम माथिको लेभलमा लिएर आउने त। अब फर्स्ट फ्लोरमा जाने। अब यो सेलेक्ट भइरहेछ है छैन, सेलेक्ट भएन भने मैले के भन्नु थिएँ, अब त्यसलाई अलिकति हाइट दिएँ, त्यसैलाई क्लिक गर्नु अनि यहाँनिर 8 इन्च बढाउँदा अप्सन के हुँदैन। त्यसरी गर्न मिल्यो नि त। अब हामीले यसलाई यो अब के गर्यौँ भनेदेखि यो फर्स्ट क्याटको फर्स्ट फ्लोरलाई डेभिडको फर्स्ट फ्लोरसँग अलाइन गर्ने। अब के भयो भनेदेखि हामीले क्याडमाथि ट्रेस गर्न मिल्यो। अब यो चाहिँ सरेको ग्राउन्ड फ्लोर सरेर अहिले फर्स्ट फ्लोर चाहिँ आएको हो। यो ग्राउन्ड फ्लोर त यो थियो नि त, पहिला हाम्रो ग्राउन्ड फ्लोरसँग थियो भने अब फर्स्ट फ्लोरसँग अलाइन गरेको थियो, किनभने हामी फर्स्ट फ्लोर लेभलमा छ नि। अब यसमाथि ट्रेस गर्न मिलेको। अब हाम्रो फर्स्ट फ्लोर चाहिँ यस्तो देखिन्छ। अन्त अब हामीले यसमाथि जस्ट ट्रेस मात्र गरिदिने पुगेको। अब हामीले यो वाल पनि अब हाम्रो हल्का यो स्ल्याब हल्का हामीले यतासम्म आउनु पऱ्यो, किनभने यो छज्जा छज्जाको निकालेको यो स्ल्याब हल्का यता खोजेको छ। अनि स्ल्याब चेन्ज गर्ने एडिट बाउन्ड्रीबाट अलिक अब यताबाट यो सबै यसरी ट्रेस गरेर यो पनि बाहिरसम्म छ, यहाँनिर बाल्कनी छ। अब यो ट्रेस गर्न पऱ्यो। अब अनि वाल पनि यसमाथि नै बनाउने। मैले अनि एउटा कुरा भन्ने छुट्याएछ हिजो चाहिँ हामीले एउटा यता भ्यू टेम्प्लेट पनि एउटा गरेको थियौँ है त। अब भ्यू अब हिजोको कसैलाई कन्फ्युजन छ भने भन्दा चाहिँ भ्यू टेम्प्लेट अलिकति गाह्रो थियो। अब भ्यू टेम्प्लेट भनेको टेम्प्लेट भन्नाले चाहिँ के बुझिन्छ भनेदेखि मेनली अब पहिलेदेखि सेट कुराहरू अब हामीले जस्ट अप्लाई मात्र गऱ्यो भने टेम्प्लेट भनिन्छ नि त। अब टेम्प्लेट पनि हामीले यहाँनिर भ्यू टेम्प्लेट भन्ने हुन्छ है त। फ्लोर प्लानको अलिकति मुनि गयो भने भ्यू टेम्प्लेट है त। भ्यू टेम्प्लेटमा चाहिँ हामीले आर्किटेक्चर प्लान, किनभने यो प्लान हो नि त, ठिक छ त। अनि अप्लाई ओके गरिदिउँ पहिलालाई। अब हाम्रो यो एउटा प्लान यो टेम्प्लेटमा गयो कि टेम्प्लेटमा गयो भनेदेखि अब हामीले यो टेम्प्लेट हामीले क्रिएट गऱ्यौँ कि यो टेम्प्लेट चाहिँ हामीले अब सबै प्लानमा जस्ट यसरी सेट मात्र गरिदियो भने चाहिँ यो हामीले एउटा टेम्प्लेटमा चेन्ज गरेको कुरा सबै प्लानमा आफै अप्लाई गर्न मिल्छ कि। अब भर्खरैको हामीले फेरि अर्को प्लानमा पनि यसरी सेट गऱ्यौँ भने चाहिँ ल हेरौँ है त के हुन्छ। अब हामीले चाहिँ अब टेम्प्लेटलाई एडिट गर्छौँ है त। यहाँ टेम्प्लेटमा थिच्ने अनि एडिट थिच्ने है त। अब यो चाहिँ के हो भनेदेखि मेनली हामीले रेबिटको हाम्रो मोडलको भिजिबिलिटी कन्ट्रोल गर्ने ठाउँ हो है त। अब हामीले यसमा मोडल क्याटेगोरी जाउँ है त। फर्स्टमा थिच न तिमीले त्यस्तै गरेर हुन्छ। अनि मोडल क्याटेगोरी अनि हामीले यहाँनिर वाल खोज्छौँ है त। यहाँ सर्च हान्दिन्छ। अब हाम्रो यता हेरौँ है त। हाम्रो प्लान भनेको त जहिले पनि कट हो नि त। हाम्रो प्लान भनेको त एउटा ग्राउन्ड फ्लोर भनेको ग्राउन्ड फ्लोरमै त काटिँदैन नि। ग्राउन्ड फ्लोरको हल्का 2-3 फिट माथि काटिन्छ नि त होइन। ल यस्तो छ भने सपोज यो वाल हो है त। वाल हो अनि यो डोर विन्डो। अब हामीले ग्राउन्ड फ्लोर एउटा डेटामा पनि ल ग्राउन्ड फ्लोर प्लान भन्नाले हामीले यही लेभलमा त गनिँदैन नि, किनभने हाम्रो प्लान भन्न साथ यसरी काटिन्छ नि त। हल्का लेभलबाट हल्का माथि
एलिभेटेडमा, किनभने अब हाम्रो यहीँ काट्यो भने त यो विन्डो देखिँदैन। अलिकति माथि लेभल, सर्टेन लेभल नर्मली चाहिँ 4 फिटमा काटिन्छ भन्छ कि प्लान चाहिँ। अब किन प्लान त हाम्रो अब यो कट भयो क्या हाम्रो प्लान चाहिँ। अनि यो हाम्रो सबै यो वालहरू सबै देखिरह, यो चाहिँ प्रोजेक्सन भनिन्छ कि। यो चाहिँ किन भनेको हो भनेदेखि हाम्रो यता प्रोजेक्सन र कट भन्ने दुईटा छ नि त। अब हामीले वाल्सलाई चाहिँ हाम्रो यहाँ प्याटर्न छ नि, यसमा चाहिँ अब हामीले खास चाहिँ यो किन गरिरहेको भनेदेखि वालमा ह्याच गर्नको लागि, वाल ह्याचको लागि। अब यो प्याटर्नमा थिच्ने, अनि यहाँ प्याटर्नमा गएर अब हामीले उयो ल हाम्रो ब्रिक ह्याच त यस्तो हुन्छ नि त। अब ओके, अप्लाई, ओके, अप्लाई, त्यो स्टिल भन्ने होइन, अप्लाई, ओके। ल अब ब्रिक हाम्रो वालमा अटोमेटिक यो ह्याच आयो नि होइन। प्लिन्थ लेभलमा जाउँ त, तिमी फर्स्ट फ्लोरमा जाउँ न। प्लिन्थ लेभलमा किन आएन भनेदेखि हामीले टेम्प्लेट हामीले जस्ट अब टेम्प्लेट अप्लाई मात्र गर्दै पुगेको। अब हामीले टेम्प्लेट यहाँनिर यो टेम्प्लेटमा ल बुझ्यो। टेम्प्लेट भनेको चाहिँ एउटामा क्रिएट गरेपछि जस्ट त्यो त्यो सिलेक्ट गरेर अप्लाई मात्र गर्ने हो भने चाहिँ त्यो टेम्प्लेट सबैमा पर्छ। अब यो बाई डिफल्ट चाहिँ कन्क्रिट नै चाहेको हुन्छ। अब कन्क्रिट भन्दा पनि हामीले सोलिड ब्ल्याक जस्तो गरे पनि हुन्छ। ल कोलुम है त, कोलुम एउटा हालेको छैन त। ल यो एउटा कोलुम हालेँ है त मैले। अब कोलुमलाई नै चेन्ज गर्नु पर्यो भने हामीले यतैबाट गर्छौँ है त। भ्यू टेम्प्लेटमा क्लिक गर्ने, अनि एडिट, अनि स्ट्रक्चरल कोलुम सर्च गर्छौँ है त। ल स्ट्रक्चरल कोलुम, अनि त्यसको प्याटर्नमा अघि नै जस्तै प्याटर्नमा सोलिड फिल। अब यो धेरै कालै हुन्छ नि त। अब त्यसको कलर चेन्ज गर्न चाहिँ यसको तल गएर कलरमा थिच्ने। अब हामीलाई यत्तिको कालो ठिक्क हुन्छ ल। ओके, अप्लाई, 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 ओके। ल खास त हामीले यति सिकेको हो। अब हामीलाई यसरी होइन, यसरी अब हामीलाई ह्याच चाहिँ अटोक्याडमा ह्याच यसमा चाहिँ कसरी गर्ने सिक्छौँ है त। अब अटोक्याडको जसरी ह्याच चाहिँ हामी एनोटेटमा जाने, अनि अस्ति मैले फर्निचर हामीले त्यसरी बनाएको थियौँ नि, याद छ नि। यो यो हाम्रो यो ह्याच हो नि खास हो। यो कसरी बनाउने फेरि भनिदिन्छ है त। यसमा रिजनमा जाने, अनि त्यसपछि हामीले अब कति एउटा रिजन ड्र गर्नु पर्यो कि हामीले कतिमा ह्याच चाहिने हो भनेर। सब फर इक्जाम्पल यतिमा ह्याच चाहिने हो भनेदेखि यो ओके गऱ्यो भने जस्ट यतिमै ह्याच एउटा बन्यो कि, डायगोनल क्रस ह्याच भन्छ यसलाई। अब यसको फेरि एडिट बााउन्ड्री यो कतै यो चिज चाहिँ आइरहेको हुन्छ यो एडिट बााउन्ड्री भन्ने चिज चाहिँ। अब यसैलाई होइन हामीले अर्को ह्याच चाहियो भने यहीँबाट पहिले अप्सनहरू यताबाट टन्नै दिएको छ। ल कस्तो ह्याच चाहियो यतै छ है त। ह्याच चाहिँ हामीले यहाँबाट गर्छौँ है त। ल अब हामी फर्स्ट फ्लोरतिरै जाउँ है त। फर्स्ट फ्लोर बनाउनु थाल्नु पर्यो। फर्स्ट फ्लोर प्लानमा जाने म भन्छु है त। अब यो 3D मा गएर यो फ्लोरमा क्लिक गर्ने, अनि एडिट बााउन्ड्री गर्ने है त। त्यो डिटेलिङ तिमी गर है त। अब केही प्रब्लम हुँदैन र। अब एडिट बााउन्ड्री, अनि फर्स्ट फ्लोरमा गएर ल अब हामीले यो क्याड माथि ट्रेस गर्ने है त। कहाँसम्म मैले चाहिँ हिजै गरेको थिएँ ट्रेस। अब यो चाहिँ हाम्रो यता बाल्कनीसम्म गएको छ, अनि यो छज्जाहरू यसमाथि ट्रेस गर्ने है त।
अहिले अस्ति हामीले हाइड गरेको थियौँ नि हाइड गरिदिइहाल्छ हो अब हाइडलाई अनहाइड गर्न चाहिँ कसरी गर्ने क्लियर गरेर हाइड गरेको थिएँ अब हामीले यो यहाँ छ नि यो थिचौँ भने चाहिँ रिभिल इन्टरनल एलिमेन्ट्सहरू हामीले के हाइड गरेको छ भनेर यताउति अब यो अलिकति डिफ्रेन्ट आइरहेको नि यो हाइड गरेको चिजहरू यसलाई क्लिक गरेर राइट क्लिक गरेर अनहाइड इन भ्यू एज अनि सेलेक्ट क्लिक गरेर अनहाइड इन भ्यू एलिमेन्ट्स अनहाइड इन भ्यू एलिमेन्ट यसरी गऱ्यो भने मिल्यो होइन अब यसको चाहिँ सर्टकट एउटा नि छ नि यसको चाहिँ के छ भने यसको अनहाइडको सर्टकट चाहिँ इयु हो सायद इयु पछि आफू यो अनहाइड यसरी सेलेक्ट गर्नु अनि अनहाइड अनि यो फेरि यो अफ गरिदिनु अब यसलाई क्लिक गरेर एडिट गर्नु ल अब माथि माथि एक्चुअली त्यो फोर कसरी आयो त्यो भन्नु हो त्यो आफ्नो कुन चाहिँ अब सुरुमा गर्नु चाहिँ ग्राउन्डबाट ए ल फ्लोर कसरी तल अब हामीले सबै फ्लोरमा फ्लोर बनाउनु नपर्ने गरी अस्ति हामी कपी गरेर ट्याक्क राखेको थियौँ नि त्यो कसरी गर्ने म फेरि एकताल सिकाउँछु ए ल ल ल ल है त म यसमै गरिदिन्छु है त ल अब हाम्रो यो पहिला यस्तो हुन्छ है त म यस्तो पहिला हाम्रो यता थियो है त किनभने हाम्रो कस्तो थियो भनेदेखि पहिला ल पहिला यो पनि अझ हाम्रो प्लिन्थ लेयरमा थियो यो 0 थियो है त ल पहिला हामीले यस्तो थियो नि त फर्स्टमा हामीले यो प्लानलाई ग्राउन्ड फ्लोरसँग अलाइन गरेर हामीले यति बनायौँ है त बट हामीलाई के गर्न पर्यो भनेदेखि अब हामीलाई यहाँनिर अलिकति हेरौँ है त यो हाम्रो यो फर्स्ट फ्लोर प्लानलाई चाहिँ हामीले यता ल्याएर राख्नु पर्यो नि किनभने हामीलाई अब त यो फर्स्ट फ्लोर प्लान बनाउनु पर्ने हो नि अनि यो फर्स्ट फ्लोर प्लानलाई चाहिँ हामीले रेभिटको फर्स्ट फ्लोर प्लानसँग अलाइन गर्नुपर्ने हो कि अब त्यो गर्नको लागि चाहिँ हामीले फर्स्टमा यसलाई चाहिँ यसको लेभल चाहिँ फर्स्ट फ्लोरमा लग्छौँ है त फर्स्ट फ्लोरमा लग्छौँ अब यसलाई चाहिँ हामीले यहाँ ल्याएर राख्नु पर्यो कि किनभने अब हामीले यो बनाउने हो नि त अब हाम्रो ग्राउन्ड फ्लोरसँग हाम्रो सरोकार सक्यो कि अब यसलाई चाहिँ अब हामीले फर्स्ट फ्लोरमा जाने अनि हाम्रो अब यसरी देखिँदैन नदेखियो भने चाहिँ अलिकति अफसेट अलिकति 1 इन्च माथि बढाइदियो भने चाहिँ हाम्रो देखिन थाल्छ है त अनि यसलाई क्लिक गर्ने सिलेक्ट गर्ने अनि मुभ गरेर चाहिँ अब हाम्रो क्याडको फर्स्ट फ्लोरलाई चाहिँ रेभिटको फर्स्ट फ्लोरसँग यसरी अलाइन गर्ने है त ल यति गर्ने अनि हामीले अब यो फ्लोरलाई सेलेक्ट गर्ने अनि एडिट बाउन्ड्री गर्ने फर्स्ट फ्लोरमा गएर अनि हामीले एडिट गर्न थाल्छौँ है त त्यसमाथि चाहिँ ट्रेस गर्न थाल्छौँ ल अब अलिकति घाज्याङ म्याज्याङ भएर कन्फ्युज भएको छ भने इफ कन्फ्युज भएको छ भने चाहिँ हामीले यसरी ट्रेस नगर्दा नि हुन्छ अब खास सजिलो त यसरी हुन्छ होइन अब यसरी झन् अलिक गाह्रो पर्यो भने चाहिँ हामीले क्याड साइडमा राखेर अनि यहीँबाट हेरेर यो किनभने डाइमेन्सन त सबै छँदैछ यसबाट गरे नि केही फरक पर्दैन है त सजिलो चाहिँ यसरी नै हुन्छ है त यसरी यहाँ क्याड छेउमा राखेर गर्दा नि केही फरक पर्दैन ल यसरी
अब कति अलिकति यता 1 फिट छ गएको छ यो छज्जा भनेर यसरी हेर्दै गयो भने केही फरक पर्दैन। ल अब हामी चाहिँ वाल बनाउन थाल्छ। तिम्रो चाहिँ अब यहाँको हामीले यो छ नि यो पनि सबै लक हुन्छ है, यो सबै लक हुन्छ किनभने यो सबै थोक हाम्रो टेम्प्लेटमा आएर बसेको हुन्छ है त। हामीले यो चेन्ज गर्नको लागि हामी टेम्प्लेट पनि चेन्ज गर्नुपर्छ है त। होइन होइन नन गर्ने होइन, टेम्प्लेट हामीले राखिसक्यौँ कि अब टेम्प्लेटमा गएर एडिट गर्ने। ए होइन यसको लागि अब हामीले हाम्रो यो डिफ्रेन्ट अप्सनहरू छ नि, यो ग्राफिक डिस्प्लेको अप्सन चाहिँ हाम्रो यहाँ थिच्ने अनि कहाँनिर हुन्छ भनेदेखि कहाँनिर यो मोडल डिस्प्ले छ नि यो चाहिँ हाम्रो एडिट थिच्ने अनि ऊ यहाँनिर हाम्रो अहिले मैले वायर फ्रेममा राखेको छु कि अब तिमीले यो के आइरहेको छ के भइरहेको छ यहाँ थाहा भयो तिमी मुमीको पनि देखिरहेको कि किनभने यो त मुमीको हुन्छ त। अब हामीले अस्ति नै यो कुरा गरेको थियौँ नि यसमा अन्डरलेमा चाहिँ हामीले नन गऱ्यो भने चाहिँ हामीले देख्दैनौँ। अब के भइरहेको थियो भनेदेखि अघि नै कन्ट्रोल चेक गरेर हाम्रो यो चाहिँ अहिले के भइरहेको छ भने ग्राउन्ड फ्लोरदेखि फर्स्ट फ्लोरसम्म सबै भित्ता भनेको त्यो त्यस कारणले चाहिँ हाम्रो ग्राउन्ड फ्लोरदेखि फर्स्ट फ्लोरसम्मको सबै देखिरहेको छ। यसलाई चाहिँ हामीले नन गर्छ है। अब यसमाथि चाहिँ हामीले वाल प्रेस गरेर अनि स्ल्याबलाई यो एडिट गर्यो त्यसलाई वाल प्रेस गरेर स्ल्याब उगर्दा नि हुन्छ है। जे गरे पनि ल वाल चाहिँ अब हाम्रो वालको चाहिँ हाम्रो मेरो अलरेडी सेट छ फर्स्ट फ्लोरदेखि सेकेन्ड फ्लोरसम्म जानु पर्यो है त हाम्रो वाल चाहिँ। यहाँ पनि फर्स्ट फ्लोरदेखि फर्स्ट फ्लोर अफ द सेकेन्ड फ्लोर लेखेको छ। ल ठिक छ परेन अब हामीले सबै ठाउँमा वाल कता कता छ वाल हामी ट्रेस गर्न थाल्छौँ है त। ल म बिस्तारै गर्दैछु हेर्दै बस्ने है त हेर्दै सँगै गर्दै यता हाम्रो किनभने डोरमा पनि हामीले ट्रेस गर्छौँ नै है त। किनभने डोर हामीले यो क्याडमा जस्तो यतिसम्म वाल अनि हामीले डोर राख्ने चाहिँ हुँदैन यसमा हामीले डोर भनेको वालमै गरेर राख्नुपर्ने हुन्छ त्यही भएर चाहिँ हामी सबै जहाँ जहाँ वाल बस्छ सबै ठाउँ ट्रेस गरिन्छ है त। विन्डो भएको ठाउँमा डोर भएको ठाउँमा सबै ठाउँमा ल मेरो सबै ठाउँमा वाल बन्यो। वाल मुभ गर्न मिल्छ वाललाई क्लिक गरेर एमभी गरे पनि हुन्छ ए सरी एमएम गरे पनि हुन्छ अर वाललाई यसरी नै यो एरो कीले पनि सर्न मिल्छ कि एरो कीले पनि ठ्याक्क यो क्याटसँगै ट्रेस गरौँ न ठ्याक्क अलाइन हुने गरी है यताउता त्यो हुने गरी यो ठ्याक्क स्न्याप हुन्छ नि त यो ठ्याक्क यसरी गरेर अनि स्पेसले यताउता गर्न मिलिहाल्छ ठ्याक्कै यहाँबाट ट्रेस गर्ने यता। ल डब्लुए थिच्ने फेरि अनि अब आउटर वाल भएपछि चाहिँ इन्टरनल वाललाई त 9 इन्चको होइन 4 इन्चको गरेर अब केही यो केही गरेको होइन जस्ट ट्रेस मात्र गरेको है त।
त अब क्याडमा जस्तै यो बाहिर यो वाल सामा यो like to take 6 degree हँ right to 6 degree right to rotate यो चाहिँ अलि बाक्लो वालो यसलाई पनि हामीले यो चाहिँ कति 14 को हो नि अब यो पनि डिफ्रेन्ट एउटा 14 को डुप्लिकेट गरेर 14 को बनाउनु पर्छ नि त त्यसको छेउमा त्यो सबै वालै हो है त्यो माथि त्यो राइट साइडमा त्यो एउटा वाल त्यो छेउको हो त्यो यो हामी पछि बनाउँछौँ यो चाहिँ हाम्रो अलि त्यो यो एलिमेन्ट्सहरू हुन्छ नि डेकोरेटिभ एलिमेन्ट्स जस्तो यो राइटको चाहिँ कुन हो भनेदेखि यिनीहरू हो खास नि 1 by 1 जस्ट ट्रेस मात्र गरिरहेको है त यो भयो त्यो बाहिरको नम्बर पनि हुन्छ अहिले त्यो रेटिङ कार्डको के हुँदैन यति रेटिङ हुन्छ आफ्टर वान यो त कन्टिन्यू पर्छ यो अलिकति नमिलेको रहेछ यहाँ सिधै भयो सिधै भयो क्याटसँग चाहिँ नमिलेको क्याडमा चाहिँ अलिकति नमिलेको त्यस्तो होइन नि ओभरल्याप उतैसँग उतैसँग होइन
भएन भएन त्यसो हो त्यसो तपाईँलाई फोटो छिटेर अब हामीले यो सक्यो भने डोर विन्डो हाल्न थाल्छौँ त डोर विन्डो विन्डो त हामीले हिजै बनाएको थियौँ सबै डुप्लिकेट नै गरिसकेको थियौँ जस्ट अब त्यसलाई ल्याएर हाल्ने मात्र काम हो है त हामीले विन्डो कहाँबाट आर्किटेक्चरको विन्डोमा जान्छौँ अब हामीलाई यहाँनिर W1 चाहिएको हो W1 हाल्छ मात्र यता W1 हामीलाई यता चाहिएको हो W1 ल्याएर जस्ट प्लेस मात्र गर्छौँ है त अनि हिजै बनाइसकेको छौँ W1 W2 W3 ल अब जहाँ जहाँ W1 छ ट्याक ट्याक प्लेस मात्र गर्ने है त विन्डो अब हामीलाई यसको सबैको सी लाइट चाहिँ 3 फिट 6 नै छ है 3 फिट 6 राख्नु त यो यता सी लाइट W2 को सबै W2 अब के नै चेन्ज गर्नु पर्दैन जस्ट यसरी अब इफ यसरी अलाइन भएन भने चाहिँ मुभ गर्दै अलाइन गर्नुपर्छ नि सेलेक्ट गर्ने मुभ गर्ने यता ल अब विन्डो पछि डोर राख्छौँ है त डोर D1 यतै छ त्यो चाहिँ विन्डोको यो सर्भर चाहिँ अगाडि कसरी गर्ने हो त्यो चाहिँ के हो भनेदेखि खास अब यसलाई होइन स्पेस अब यसैलाई स्पेस थिच्यो भने चाहिँ ल यस्तो हुन्छ कि यो भित्रको र बाहिर गर्न मिल्छ क्या यो खास यस्तो हुनुपर्ने हो नि त ल यस्तो भित्र बाहिर गर्न मिल्छ यसलाई चाहिँ खास त भित्र हुनुपर्ने हो नि त यो अब यो यसलाई चाहिँ के भन्छ भनेदेखि यो सिल भन्छ कि विन्डोज खास यो रेबिटले आफै बनाइदिन्छ होइन विन्डोहरूको सबैमा यो चाहिँ बाहिरको नै बस्छ नि त यो त बाहिरपट्टि पार्नु पर्यो कहिले ठ्याक्कै अनलाइन भएर नबस्नु नि सक्छ हो कहिले ठ्याक्कै अनलाइन भएर नबस्नु नि सक्छ त्यतिखेर चाहिँ मुभ गर्नु स्पेस थिच्ने D2
ल त्यो त्यो राख्दै गर है त एउटा एउटा कुरा अब अब हाम्रो यहाँनिर यो फ्लोर क्लिक गर्दाखेरि हाम्रो स्टेयर केसमा त अब हामीलाई त खास भोइड चाहिने हो हाम्रो स्टेयर केसमा त भोइड छैन नि त हाम्रो यहाँ फ्लोरमा भोइड छैन अब यसको लागि चाहिँ के गर्नु पर्यो भनेदेखि हाम्रो आर्किटेक्चरमा जाने अनि हामीले एउटा साफ्ट क्रिएट गर्नु पर्यो कि साफ्ट भनेको चाहिँ स्टेयर केसको लागि लिफ्टको लागि एउटा यहाँनिर ठ्याक्क साफ्टमा क्लिक नगरिकन जोडेर लेखायो भने देखाउँछ नि यहाँ त्यो चाहिँ साफ्टमा चाहिँ एउटा भोइड क्रिएट गर्ने हो कि त्यो चाहिँ अब लिफ्टको लागि स्टेयर केसको लागि एउटा जस्ट बनाइदियो भने फ्लोरमा भोइड क्रिएट हुन्छ कि ल साफ्टमा साफ्टमा थिचेर अब हामीले स्टेयर केसको वरिपरि एउटा यसरी रेक्ट्याङ्गल बनाउनु यति मात्र गर्छौँ है त स्टेयर केसमा चाहिँ अब ओके गरिदिनु के गर्नु यति मात्र गर्ने ल अब एउटा साफ्ट क्रिएट गरिदियो कि रेभिटले अब यसको पनि बेस कन्सटेन्ट र टप कन्सटेन्ट हुन्छ है यो ध्यान राखौँ है यसमा चाहिँ बेस कन्सटेन्ट चाहिँ अब हाम्रो फर्स्ट फ्लोर होइन हामीलाई चाहिँ प्लिन्थसम्म चाहिने हो नि त अनि टप कन्सटेन्ट चाहिँ अब यहाँ यो अफसेट सबसेट सबै जिरो गर्ने है अनि हामीलाई टप कन्सटेन्ट हाम्रो थर्ड फ्लोरसम्म चाहिने है त यो चाहिँ इन्भिजिबल हुन्छ बट अब हामीले यसमा के गर्यो भने चाहिँ यो भोइडले चाहिँ बनाउनु दिँदैन कि ल यति अब हाम्रो यो स्टेयर केसलाई हामीले फर्स्ट फ्लोरमा पनि लिएर आउनु पर्यो नि त होइन किनभने माथिसम्म कन्टिन्यू हुने हो अब यो पनि हामीले स्ल्याबलाई कपी गरेको जस्तै गरी कपी गर्ने है त ओके गरे ओके ए तिमीले स्केच प्रिन्टमा गएर बनाउनु मैले बनाएको थिएँ फ्लोरमा एउटा भोइड क्रिएट गरेको अब हामीले स्टेयर केसलाई यही स्टेयर केसलाई माथि लग्नु पर्यो भने चाहिँ हामीले फेरि स्टेयर केस बनाइराख्दैनौँ कि अब यसैलाई कपी गर्छौँ हामीले जसरी फ्लोरलाई कपी गरेर माथि सेलेक्टेड लेभल्समा गरेर ठ्याक्क थिचेको थियौँ नि अब हामीले स्टेयर केसलाई पनि त्यस्तै गर्छौँ है त स्टेयर केसलाई थिच्ने कन्ट्रोल सी थिच्दा पनि हुन्छ अर यहाँनिर यो कपीको अप्सन छ नि यहाँ यसलाई यसरी क्लिक गरेर अब हामीले पेस्टको मुनि यो ड्रप डाउन मेनुमा थिच्ने अनि सेलेक्टेड टु अलाइन लेभल्स सेलेक्टेड लेभल्समा थिच्ने अब हामीलाई कुन लेभलमा चाहियो फर्स्ट फ्लोर लेभलमा चाहियो है त फर्स्ट फ्लोर लेभल फर्स्टमै छ जस्ट ओके मात्र थिच्यो भने चाहिँ अब हाम्रो यही माथि पनि आएर बस्थ्यो है त यही स्टेयर केस तलको स्टेयर केस माथि आएर बस्थ्यो है त यो सेक्सन बक्स अलिकति मुनि तानेर नै हामीले हेर्न सक्छौँ है त यही स्टेयर केस अब माथि पनि आएर बस्यो है त प्लानबाट गर्दा नि हुन्छ जेबाट गर्दा नि हुन्छ कपीमा थिच्ने अनि पेस्टमा जाने अलाइन टु सेलेक्टेड लेभल फर्स्ट फ्लोरमै बसिरहेको हाइलाइटेड लाइन ओभरल्याप के हुँदैन त्यो ल है त यति बन्यो है त हाम्रो अब हामीलाई एकताल क्याड हटाएर हामीलाई जस्ट प्लान मात्र हिँड्नु पर्यो भने चाहिँ क्याडलाई हामीले इएच गरेर हाइड गर्छौँ है त टेम्पोररी हाइड गर्नु पर्यो भने इएच गर्छौँ ल हाम्रो यतिसम्म बन्यो है त अब फेरि अनहाइड गर्नको लागि के भनेको थिएँ मैले यो जाने थिच्ने अनि इयु थिच्ने अनि क्लोज ल फेरि आयो
अब यसैले फेरि ट्याग दिने डाइमेन्सन दिने यो सबै काम चाहिँ गरौँ है त। यो सेम सेम कुरा हो तलको जस्तै। अब हामीले एकताल मिलाएपछि फेरि फेरि मिलाइराख्नु पर्दैन कि। त्यति हो अब। अब यही जस्ट अब हामीले तपाईँहरूले नै प्र्याक्टिस गरेर यो माथिको फ्लोरसम्म सबै एकताली फ्लोर मात्र यसरी बनाउन सक्यो भने चाहिँ अनि हामी एक्सट्रुजनतिर लाग्छौँ है त। एक्सट्रुजन भनेको चाहिँ हाम्रो यो बाहिरको यसरी यो एलिमेन्टहरू बनाउने अनि यसरी यो यो छज्जामा पनि यसरी बनाउने यो चाहिँ हामी सबै एक्सट्रुजनबाट सिक्छौँ है त। पहिला चाहिँ जस्ट प्लान मात्र यो माथिको फ्लोरसम्म नि एउटा बनाउनु भयो भने चाहिँ मलाई सजिलो हुन्छ यो सिकाउनको लागि चाहिँ। हाम्रो अनलाइनमा कसैलाई के प्रब्लम भइरहेछ भने चाहिँ सोद्धा हुन्छ है। अब साफ्ट कहाँबाट भन्नुभएको थियो एकचोटि? साफ्ट चाहिँ हाम्रो जुन लेभलमा गएर आर्किटेक्चरमा अनि यहाँनिर साफ्ट छ नि। हुन्छ सर। यो थिच्ने अनि हामीले फेरि स्केच मोडमा आइसक्यौँ है। मैले अस्ति यो हाम्रो स्केच मोडमा आयौँ भने चाहिँ हामीले काहीँ नै केही थिच्न मिल्दैन है। यो यता यता जस्ट हामीले पहिला मोडिफाईमा गएर यो फिनिस एडिट मोड थिच्नै पर्ने हुन्छ। अनि हामीलाई अब स्टेयर केसको वरिपरि यसरी एउटा साफ्ट चाहियो है त। जस्ट यसरी एउटा पिङ्क लाइन्स पनि कहिले इन्टरसेक्ट हुनु हुँदैन। त्यो चाहिँ एकदम ध्यानमा राख्नुपर्ने हुन्छ है त। यो गरेर अनि ओके थिच्यो भने चाहिँ हाम्रो एउटा साफ्ट तयार हुन्छ है त। हुन्छ हुँदैन। अब हामीले यो सेक्सन बक्सले चाहिँ यसरी हेर्दै गर्दाखेरि हुन्छ है त कतिसम्म बन्यो हाम्रो इन्टेरियर बनिरहेछ कि छैन भन्दा सेक्सन बक्स एकदम इम्पोर्टेन्ट हुन्छ है त। ल हाम्रो अब फर्स्ट फ्लोर पनि सेम यही नै गरी केही गाह्रो थिएन होइन। फर्स्ट फ्लोर ग्राउन्ड फ्लोर बनाएपछि फर्स्ट फ्लोर बन्न केही नै गाह्रो थिएन। अनि यसरी नै टक्क फर्स्ट फ्लोरसम्म चाहिँ बनायौँ है त। अब यसमै फर्स्ट फ्लोरमा यसरी प्रिन्टमा जसरी यो ग्राउन्डमा जसरी हामीले यसमा नै डिटेलिङ गर्नुपर्ने हुन्छ त। फर्निचर त्यसरी नै गर्ने हो। बेडलाई पनि कपी पेस्ट गर्ने नै यहाँबाट यसरी कन्ट्रोल सी गरेर फर्स्ट फ्लोरमा गएर कन्ट्रोल भी गर्ने हो। ल पेस्ट भयो। अब यसमा रुम ट्याग पनि हिजो जस्तै तल जस्तै रुम गरेर यसरी ट्याग गर्दै नाम दिँदै अनि डोरको पनि ट्याग टिजी मात्र गरे पनि आफै आएर बस्दिन्छ। डोरको चाहिँ अब आउँदैन कि फेरि यसलाई थिचेर यसलाई D1 गर्नै पर्यो क्या फेरि। सोधमा अलिकति पछाडि हुनुहुन्छ भने नि सोधमा केही फरक पर्दैन। रुमको ट्यागमा साइजहरू देखाउन मिल्छ यसमा? अघि त एरिया मात्र भयो। त्यो अब 15x17 त्यो साइज चाहिँ मिल्दैन कि रेभिटले त्यो चाहिँ गरिदिँदैन। यसमा एरिया मिल्छ भोल्युम मिल्छ। अब त्यो डाइमेन्सन चाहिँ दिँदैन कि रेभिटले। त्यो चाहिँ फ्लोर नै मान्छु म चाहिँ। हुन्छ। सर यसमा चाहिँ यो झ्यालहरू चाहिँ यसले प्लेस गर्दाखेरि जम्मै सेन्टरमा प्लेस गर्दो रहेछ त्यो वालहरूको। यसलाई मुभ गर्नलाई पनि मिल्छ कि मिल्दैन? मतलब जस्तै यो झ्याल नै पनि अब यो ठ्याक्कै सेन्टरमा छ कि के छ सर? ठ्याक्कै सेन्टरमा भन्नाले कस्तो? ल यस्तो यसरी आउँछ ल ठ्याक्कै झ्याल चाहिँ। मैले भन्न खोजेको होइन प्लेस गर्दाखेरि हजुर यसमा त छैन।
तर मैले गर्दाखेरि मेरोमा चाहिँ त्यो सबै झ्यालहरू अटोमेटिकल्ली त्यो वलको सेन्टरमै आउँछ कि राख्दाखेरि, प्लानमा राख्दाखेरिको कुरा। जस्तै 10 फिटको वल छ भने विन्डोको सेन्टर चाहिँ 5 फिटमै बसिरहेको हुन्छ कि नर्मली। होइन त्यो त हामीले मुभ गर्न मिलिहाल्यो नि। ल यसरी विन्डो राख्यौँ भने त ल हामीले त जहीँ यसरी विन्डोलाई यसरी तानेर जता नि मुभ गर्न मिल्यो नि, हामीले कतिमा चाहिने हो भनेर। मेरोमा चाहिँ ठ्याक्कै त्यो दुईतिर डिभाइड गरेरै देखाइरहेको थियो कि सर। अब हामीले मैले अस्ति नै यो टेम्पोररी डाइमेन्सन पनि कुरा गरेको थियौँ नि। अब हामीलाई यहाँबाट चाहिँ यो एन्डबाट चाहिँ हामीलाई 2 फिटमा चाहियो अरे फर इक्जाम्पल। हामीले विन्डोमा क्लिक गर्छौँ अनि हामीले यहाँ टेम्पोररी डाइमेन्सन दिन्छ कि। अब यसैमा हामीले यसरी चेन्ज गरेर 2 फिट इन्टर गऱ्यो भने हामीले 2 फिटमा आएर बस्यो कि यो। अब यो एन्डबाट 2 फिटमा आएर बस्यो। मुभ गर्न नि त्यो भए त इजी भइहाल्यो। हो अब हामीले म्यानुअली यसरी मुभ गरे पनि अब हामीले यहाँबाट 3 फिटमा चाहियो भने सेलेक्ट गर्ने, एमएम थिच्ने, 1 फिट इन्टर गऱ्यो भने ल 3 फिटमा आएर बस्यो। यहाँ यो चाहिँ टेम्पोररी डाइमेन्सनले चाहिँ हाम्रो यहीँबाट यसरी मुभ गर्न चाहिँ एकदम सजिलो हेल्प गर्ने हुन्छ कि। अनि हामीले यो 13 स्पेस टाइपतिर एउटा विन्डो छ नि W3, त्यसको हाइट 17 फिट 5 इन्च छ। माथि हाम्रो बिममा छुन्छ कि के हुन्छ त्यस्तो? त्यो खास अब यस्तो हो यहाँनिर होइन, यो भन्नुभयो होइन। यो चाहिँ अब खास ल हेरौँ है त, यो चाहिँ यस्तो प्रपोज गरेको थियो पर्खिनु त, म यसको एक्ज्याक्ट कहानी भन्छु के भयो भनेर। ल है त, अब यसमा चाहिँ के भयो भनेदेखि फर्स्टमा चाहिँ यो विन्डो हो खास होइन। अनि यसको चाहिँ यस्तो यस्तो प्रपोज गरेको थियो कि यो चाहिँ लास्टमा अब खास चाहिँ हाम्रो हेरौँ है त, यो र यो यसमा चेन्ज हेरौँ है त। खास चाहिँ यस्तो सुरुमा चाहिँ यस्तो भएर अब मान्छेहरूले चेन्ज गर्दाखेरि चाहिँ यस्तो अब पुरै त्यो इँटा के अरे ढुङ्गा छाप्नु पर्यो यस्तो यस्तो भनेर चाहिँ यसमा चेन्ज भएको होइन। अब खास यो यत्रो ठुलो नै राख्ने भनेर भनेको हो। अब यो चाहिँ बिम भन्दा हल्का बाहिर आएको हुन्छ कि, फ्लोर भन्दा चाहिँ अलिकति फ्लोर लेभल भन्दा ठ्याक्क बाहिर आएर यो विन्डो बसेको हुन्छ कि, यो ठुलोवाला विन्डो चाहिँ। यो चाहिँ अहिले विन्डो राख्दै गरौँ होइन। अब यसैलाई ठुलोवाला नै राख्दाखेरि केही फरक पर्दैन। यहीँ कहाँनिरको थियो त्यो, यो थियो यो थियो होइन। यसैलाई अलिकति डुप्लिकेट गरेर अहिलेलाई चाहिँ मैले त्यही भएर चाहिँ यही सानो सानो यही प्लान वाइज गर्ने कि भनेर सोचेको थियौँ। किनभने यो प्लान वाइज यसरी यो चाहिँ खास मलाई पनि मन परेको थियो नि यत्रो ठुलो पारेर। अनि अहिले चाहिँ हामी यही प्लान वाइज चाहिँ गरौँ भनेर सोचेको थिएँ मैले। हुन्छ सर। अब यत्रो ठुलो आउँदाखेरि त स्ल्याब भन्दा बाहिर नै आएर बसेको हुन्छ यो ठुलोवाला विन्डो चाहिँ। सर हजुर यो हामीले के स्टेयरकेस नयाँ प्लान बनाउनु पर्यो भने नयाँ बिल्डिङको हामीले यो इटाप्सको रिपोर्ट हेर्छौँ कि हेर्दैन यो बनाउँदाखेरि, कि जस्ट हामीले पहिल्यै सिभिलले प्लान बनाएर चाहिँ बनाउने हो?
होइन अब इट्याप्सको रिपोर्ट त हामीले इट्याप्स त हामीले लास्टमा स्ट्रक्चरली स्टेबल छ कि छैन भनेर मात्र चेक गर्छौँ होइन, पास छ कि छैन भनेर मात्र। अब हामीले स्टेयर केस त जस्तै बनाउन पाइहाल्यौँ नि भनेको। स्टेयर केस त अब हाम्रो एउटा लेभलबाट अर्को लेभलमा जाने नै हो। अनि अब राइजर हाइट भनेको हाम्रो 7 भन्दा बढी लिँदैन, हाम्रो बनाउँदैनौँ, 8 त कहिले छुँदैन। अनि हाम्रो ट्रेड डेप्थ पनि 10 भन्दा कम त हुँदैन होइन। अब खास अब एउटा लेभलबाट अर्को लेभलमा गएपछि त्यो स्टेयर केस त बनिहाल्छ नि, त्यो इट्याप्सको रिपोर्ट चाहिँदैन नि। इट्याप्स त खास अब म चाहिँ सिभिल इन्जिनियर होइन, म चाहिँ आर्किटेक्ट हो होइन। तर मेरो बुझाइ अनुसार चाहिँ हामीले एउटा स्टेयर केस बनाएपछि इट्याप्स भनेको चाहिँ लास्टमा स्ट्रक्चरली स्टेबल छ कि छैन, अनि अब कतिको बिम चाहियो, कतिको रिबारहरू चाहियो भनेर हो। अब यसको यही हामीले अहिले गरिरहेको चाहिँ स्ट्रक्चरल प्लानसम्म छ मसँग, अनि त्यो चाहिँ छैन कि इट्याप्स रिपोर्ट चाहिँ छैन। म स्ट्रक्चरल प्लानसम्म चाहिँ त्यो त्यसमा हालिदिन्छु है त। हुन्छ यो के रे सर, अनि मैले भन्नु खोजेको चाहिँ के थियो भन्दाखेरि जस्तै हामीले अब त्यो उस हुन्छ नि स्ट्रक्चरको चाहिँ पास गरेको हुन्छ नि, डग लेगमा पास गर्छ कि ओपन लेगमा पास गर्छ भन्ने हुन्छ होइन। अनि हामीले बनाउँदाखेरि चाहिँ जस्तो बनाइदिने हुन्छ, डग लेगलाई चेन्ज गरेर ओपन लेगमा जस्तै रुम अनुसार जति चाहियो त्यति गरिदिँदा अब जति ठाउँ छ, जति प्रेफरेन्स हो त्यही अनुसार बनाउने। पास त अब स्टेयर केस पास नहुने त के कुरा, त्यो नै हुँदैन। अब स्टेयर केस पास नहुने भनेको त अब इफ ठुलो कमर्सियल छ भने मान्छेहरू धेरै ओहोरदोहोर हुन्छ अनि त्यसमा लोड बढी हुन्छ, त्यस्तो केसमा मात्र त हुने स्टेयर केसमा प्रब्लम आउने भनेको। अब नर्मल रेसिडेन्समा त एउटा लेभलबाट अर्को लेभलमा जाने छ भने त स्टेयर केसमा त केही प्रब्लम नै आउँदैन नि, स्टेयर केस त पास भइहाल्छ नि। म स्ट्रक्चरल ड्रइङ चाहिँ हालिदिन्छु है त। हुन्छ सर, हालिदिनु न। मैले हाम्रो यो सेयर ड्राइभमा हालिदिएँ है त सर। अनि एउटा यो मैले क्याड इम्पोर्ट गरिसकेपछि कुन एउटा लेभलमा इम्पोर्ट भयो, अर्को लेभलमा चाहिँ देखिँदैन कि, त्यो किन होला त्यस्तो भइरहेको? त्यो अब खास भ्यू रेन्ज भन्ने कुरा हो। त्यो भ्यू रेन्ज चाहिँ म अब केही दिनमा अहिले नै नसिकाउँ भनेर बसेको हो। यो खास अब यस्तो है त, रेभिटमा चाहिँ के हो भनेदेखि ल है त, यो अब हाम्रो अहिले यो क्याड हाम्रो फर्स्ट फ्लोरमा छ है त। अब हाम्रो ग्राउन्ड फ्लोरमा त देखिँदैन नि यो क्याड होइन, त्यही भन्न खोज्नु भएको होइन? हो, अब ट्रेसिङ गर्नलाई अलिक गाह्रो भयो सर भन्न खोजेको। अब हामीले फेरि त्यो चेन्ज अब हामीलाई फेरि तल चेन्ज गर्नु पर्यो भने हामीले जस्ट यो लेभल चेन्ज मात्र गर्दै नै पुग्छ कि। ल एक्ज्याक्ट चाहिँ के गर्नु, ल यस्तो होइन, अब हामीलाई सेकेन्ड फ्लोरमा चाहियो होइन। अब हामीले सेकेन्ड फ्लोरमा चाहियो भने ल यसलाई अब हामीले सेकेन्ड फ्लोरमा यति मात्र चेन्ज गर्यो भने के, ल सेकेन्ड फ्लोरमा आइहाल्यो। ल त्यसको प्रोपर्टिजमा गएर चेन्ज गरिदिने, यसलाई सेलेक्ट गर्ने। अनि हाम्रो वर्क प्लेन भन्ने छ नि, वर्क प्लेन अहिले हाम्रो सेकेन्ड फ्लोरमा छ होइन। अब हामीले फर्स्ट फ्लोरको ट्रेस गर्नु पर्यो भनेदेखि यसलाई फर्स्ट फ्लोरमा मात्र लगिदिने। ल फर्स्ट फ्लोरमा आइहाल्यो, यो त्यति मात्र गर्ने हो खास चाहिँ। जस्तै जुन हाम्रो जुन प्लान चाहिने हो त्यसलाई मात्रै, त्यो मात्रै जान्छ कि जम्मै जान्छ सर? सबै क्याड एज अ होल नै जान्छ। क्याड त सबै नै जान्छ हाम्रो। यो क्याड सेलेक्ट गऱ्यौँ नि, अब क्याड चाहिँ सबै नै जान्छ। हामीले कुन यसमा गर्न लाग्यो त्यो सबै नै यसरी चेन्ज भइरहेछ नि। अहिले सेकेन्ड फ्लोरमा गयो, बट हामीलाई त फर्स्ट फ्लोरमा चाहिरहेको, यसरी फर्स्ट फ्लोरमा राखेर स्ट्रेस मात्र गर्ने। अनि यो हजुरले त्यो स्कुप बक्सलाई के अरे सेक्सन प्लेनलाई तलमाथि गरेर हाइड गर्नुहुन्छ त्यो कसरी हो? यो हजुरकोमा यो आएको छैन सेक्सन बक्स छ? ल यसैलाई अब यसरी यो सानो पार्ने। सेक्सन बक्स भनेको चाहिँ के हो भनेदेखि हामीलाई यसरी भ्यू कन्ट्रोल गर्न हेल्प गर्छ कि यसले, यसरी सानो क्याडको भ्यूबोर्ड जस्तै। त्यस्तै। ल अब यसैलाई
यो माथि यो छ नि यसलाई क्लिक गर्ने अनि माथिको यो छ नि यसलाई ड्र्याग गर्ने के यसरी ड्र्याग गर्ने अनि ठ्याक्कै आफै काट्दिन्छ कि ल कतिमा हेर्नु पर्यो यसरी यसले तलमाथि गरेर यसले हेल्प गर्छ कि हामीलाई ल त्यसलाई ड्र्याग गर्ने हुन्छ ड्र्याग गर्ने यो चाहिँ रियल टाइम सेक्सन बक्स जस्तै हो क्या कति अब हामीले कस्तो सेक्सन अब यसलाई हामीले यो वाला सेक्सन नि हेर्न मिल्यो है यसरी पनि हेर्न मिलिरहेछ हाम्रो सर यो कोलम थियो नि हिजो मैले एउटा कोलम बनाएको थिएँ यस्तो ल त्यो कोलम चाहिँ म भनिदिन्छु है त ल अब हामीले फर इक्जाम्पल एउटा वाल क्रिएट गऱ्यौँ है त अब हामीलाई यसमा कोलम चाहियो होइन अब कोलमको लागि चाहिँ हामीले स्ट्रक्चर यो कोलम गएर स्ट्रक्चरल गएर ल हामीले एउटा यो सेलेक्ट गऱ्यौँ है त अब यसमा हामीले सेलेक्ट गर्नु अगाडि चाहिँ अब तपाईँको चाहिँ के यस्तो डेप्थ होला होइन यस्तो छ यसलाई चाहिँ हामीले फर्स्टमा डेप्थ होइन डेप्थ भनेको त मुनि गयो कि हाइट चाहिँ दिनुपर्ने हुन्छ फर्स्टमा हाइट दिएर अनि हाम्रो कति लेभलसम्म जाने हामीलाई त L2 सम्म जानु पर्यो अब यसरी प्लेस गऱ्यो भने चाहिँ हामीले यसरी प्लेस हुन्छ कि बुझ्नु भयो डेप्थ चाहिँ कस्तो अवस्थामा चाहिन्छ सर यो डेप्थमा चाहिँ डेप्थ भनेको खास चाहिने कुरा त होइन डेप्थ चाहिँ अब तल जानु पर्यो भने चाहिँ ल यस्तो ल यस्तो भयो भने चाहिँ डेप्थ चाहिँ मुनि गयो कि मुनि चाहिँ हाम्रो 9 इन्च फर्स्टमा हाम्रो डेप्थ 9 थियो नि ल 9 भनेको चाहिँ हाम्रो 9 फिट मुनि गयो भनेको हो कि यो भनेको चाहिँ यस्तो गऱ्यो भने चाहिँ अब हाम्रो देखिएन कि यहाँ के भने ल के आयो भनेदेखि यो चाहिँ किन देखिएन भनेदेखि यो चाहिँ हाम्रो फ्लोर लेभल भन्दा तल गइरहेछ अब हाम्रो फ्लोर लेभल फ्लोर प्लानमा त फ्लोर भन्दा माथिको कुराहरू मात्र देखिन्छ नि त यो त अब मुनि गयो त्यही भएर चाहिँ यो देखिएको छैन है भनेको के यो वार्निङले चाहिँ अब यस्तो भएर यसमा यसरी चेन्ज गरे पनि केही फरक पर्दैन अब यसरी सेलेक्ट गर्ने अनि हाम्रो बेस लेभल यो भइहाल्यो अनि हामीलाई L2 सम्म जानु पर्यो अब बेस अफसेट चाहिँ हाम्रो 0 राख्ने ल अब यो चाहिँ माथि अटोमेटिक माथि गयो पाइलहरू बनाउँदाखेरि यो जस्तो हो पाइलहरू मुनि फुटिङसम्म जानुपर्ने भयो भने चाहिँ अब यसैलाई पनि हामीले चेन्ज गर्न मिल्यो कि अब यसैलाई पनि फेरि हामीले बेस अफसेट हामीले कतिसम्म ग्राउन्ड लेभलभन्दा कति मुनिसम्म जानु पर्यो ल फर इक्जाम्पल हामीलाई 5 फिट मुनि जानु पर्यो भनेदेखि बेस अफसेट चाहिँ हाम्रो -5 फिट राख्यो भने चाहिँ ल तलसम्म गयो कि बेस अफसेट र टप अफसेट चाहिँ यसरी युज गर्छ हामीले अब यसलाई पनि हामीले खास L2 सम्म ल बट L2 सम्म जानु परेन अरे हामीले अब कुनै कुनै हुन्छ नि त्यो कौसी हामीले माथिसम्म पुर्याउनु पर्ने अलिकति माथिसम्म कोलम आउनु पर्यो भनेदेखि चाहिँ हाम्रो टप अफसेट पनि यस्तै हो कि टप अफसेट चाहिँ हाम्रो अब 1 फिट माथि आउनु पर्यो अरे ल अफसेट गरेको हो कि हाम्रो लेभल चाहिँ L2 सम्म छ बट हामीलाई 1 फिट माथि अझ चाहियो त्यसले चाहिँ हामीले लेभल क्रिएट नगरिकन यतिकै 1 फिट मात्र यसो माथि भइदिए हुन्थ्यो भन्यो भने चाहिँ हामीले अफसेट युज गर्छौँ कि बेस अफसेट भनेको चाहिँ माइनस भनेको चाहिँ मुनि गयो अब यसैले हामीले बेस अफसेटलाई यो हेर्नु है -5 फिट भनेको L1 बाट माइनस तल गयो भनेदेखि अब यसैलाई 5 फिट माइनस होइन +5 फिट गऱ्यो भने चाहिँ माथि जान्छ कि यो अफसेटको कुरा चाहिँ बुझौँ है 0 राख्यो भने चाहिँ जति चाहिँ लेभलमा छ त्यतिमै सीमित भएर सक्यो भनेको हो यो भनेको चाहिँ सर हाम्रो यहाँ माथिपट्टि आर्किटेक्चर र स्ट्रक्चर भनेर रिबन छ नि दुईटा यसको कोलमहरूमा दुईटाको दुवैमा कोलम वालहरू छ त्यसमा के फरक छ दुईटामा ल हेरौँ है त अब यसको स्ट्रक्चरल यसको वाल यसरी हेऱ्यौँ भने चाहिँ यो चाहिँ स्ट्रक्चरल वाल चाहिँ हामीले मुनि हुन्छ कि मुनि हाम्रो चाहिँ जेनरली फ्लोर मुनि बनाउनु पर्यो भने चाहिँ हाम्रो स्ट्रक्चरल वाल युज गर्छौँ यस्तो भयो त अब यो चाहिँ म लास्टमा यो सबै सकाएपछि भन्छु भनेर बसेको खास अब हामीलाई यसमा
हामीले जेनरली चाहिँ ल पर्खिनु नि त अब हाम्रो यो चाहिँ ग्राउन्ड भन्दा माथिको वालहरू छ नि त्यो भयो भने चाहिँ हामी स्ट्रक्चरल वाल युज गर्छौँ अनि हाम्रो अब के भन्छ त्यसले वाल फाउन्डेसन भन्छ नि त्यस्तो देखाउनु पर्यो भने चाहिँ हामीले यताको वाल युज गर्छौँ कि प्रपर्टिज चाहिँ डिफ्रेन्ट हुन्छ यसको स्ट्रक्चरल वाल र आर्किटेक्चरल वालमा चाहिँ अब यस्तो अब स्ट्रक्चरल वालमा हामीले यो वालले चाहिँ अब यसरी यो देखाउनु मिल्छ भनेदेखि हाम्रो यो वाल र अब हाम्रो स्ट्रक्चरल वाल दिउँ है त यो चाहिँ हाम्रो अब बाई डिफल्ट रेभिटले ग्राउन्ड लेभल भन्दा मुनि दियो नि हैन ग्राउन्ड लेभल भन्दा मुनि दियो भने चाहिँ हामी स्ट्रक्चरल वाल युज गर्छौँ अब ग्राउन्ड लेभल भन्दा माथि चाहिँ हामी आर्किटेक्चरल वाल युज गर्छौँ कि हुन्छ सर अनि कोलुममा पनि हामीले यो आर्किटेक्चर कोलुम र स्ट्रक्चरल कोलुम सेलेक्ट गर्ने बेला त्यसको डिफरेन्स हेरौँ है त आर्किटेक्चरल र स्ट्रक्चरल कोलुम ल अब हामीले स्ट्रक्चरल कोलुम राख्यौँ अब आर्किटेक्चरल कोलुम राख्यौँ भने चाहिँ के फरक हुन्छ भनेदेखि ल अब हाम्रो वाल पनि आर्किटेक्चरल कोलुम पनि आर्किटेक्चरल भयो भने यो दुईटा मर्ज गरिदिन्छ कि रेभिटले चाहिँ यो दुईटा एउटै हो भने यसरी यो देखिया छैन नि खास त यो यहाँसम्मै जाने हो नि हैन यहाँसम्मै बट रेभिटले चाहिँ के ठान्दिन्छ भनेदेखि यो र यो एउटै पार्ट हो भनेर यसरी मर्ज गरिदिन्छ कि अनि हाम्रो यता यसरी क्लियरली भिजिबल हुँदैन ल अब यो हामीले स्ट्रक्चरल राख्यौँ भने चाहिँ ल यसरी छुट्टिन्छ नि वाल र कोलुम छुट्टिन्छ नि बट आर्किटेक्चरल कोलुम युज गऱ्यो भने चाहिँ हामीले यसरी छुट्टिँदैन कि एउटै नै हो भनेर रेभिटले चाहिँ एउटै गरिदिन्छ हुन्छ सर मेन डिफरेन्स चाहिँ यो सर हजुर यो लेभलको हुन्छ नि सर मैले जस्तै ग्राउन्ड लेभल चाहिँ -1 फुट 6 इन्चमा हुन्छ नि बनाएको अनुसार अनि प्लिन्थ लेभल चाहिँ 0 मा छ गरेको हजुर प्लिन्थ चाहिँ 0 अनि ग्राउन्ड चाहिँ माइनसमा गरेको त्यो गरेको नि हामीले केही फरक पर्दैन ल मैले त अब यो माथि उठाइदिएको यो के नै हुँदैन यो ग्राउन्ड चाहिँ अब यो लेभलको कुरा त हो आफूलाई मन लागे अनुसार के फरक पर्दैन अब यस्तो खास त हाम्रो मेन कुरा भनेको चाहिँ यही त हो नि हैन अब यस्तो हाम्रो घर भन्दा पनि जे होस् यो डिफरेन्ट अब हामी लेभलको नाम अब यसैले ग्राउन्ड मान्छेहरूले कसैले यसले ग्राउन्ड भनेर यसले प्लिन्थ भनेर यो चाहिँ 0 भनेर यसलाई चाहिँ 1 फिट छ नि भनिदिन्छ अब कसैले चाहिँ यसैलाई डिफरेन्ट गरेर यो चाहिँ -1 फिट 6 इन्च गरेर यसलाई चाहिँ 0 भनेर अनि ग्राउन्ड फर्स्ट फ्लोरलाई चाहिँ यसरी 10 भन्दा नि केही फरक पर्दैन केही नै फरक पर्दैन मैले भन्न खोजेको मैले यदि ग्राउन्ड लेभलमा एउटा स्ल्याब बनाएँ नि अनि 1 फुट 6 इन्च अफसेट गर्यो भने चाहिँ 0 बाट 1 फुट 6 इन्च माथि प्लिन्थसम्म जान्छ हैन कसरी मैले अलिकति बुझिनँ ल यता हेरौँ है त ल यता भन्नु है त ल जस्तै मैले ग्राउन्ड लेभलमा 0 छ नि यहाँ 0 अनि अब मैले चाहिँ प्लिन्थ लेभल चाहिँ 1 फुट 6 इन्च माथि छ ल पर्खिन है त 1 फुट 6 इन्च माथि छ हैन प्लिन्थ लेभल चाहिँ ल यो फर एक्जाम्पल प्लिन्थ अनि अब मैले त्यहाँनिर एउटा स्ल्याब बनाएँ हैन कहाँ बनाएँ भन्दाखेरि ग्राउन्ड लेभलमा L1 यो भनेको 0 मा बनाउनु भयो अनि मैले अब के गरेँ भन्दाखेरि चाहिँ अफसेट फ्रम 1 फुट 6 इन्च अफसेट गर्यो भने माथिपट्टि जान्छ हैन लेभलबाट
जान्छ ल यस्तो ल माथि गयो यो अहिले L3 मा गयो ग्राउन्ड लेभलबाट गएको होइन यो हो ए अब हामीले यस्तो नगरे पनि अब यसलाई यो फेरि भर्खरै यो हाम्रो क्याडमा पनि हामीले भर्खरै यतैबाट लेभल दिन मिल्छ नि फ्लोरमा पनि यसरी नै मिल्छ अब हामीले यस्तो अफसेट गर्नु भन्दा नि सेम कुरा सेम हो हामीले कसरी गर्छौँ भन्नेमा फरक पर्छ है त यसैलाई हामीले यो 1 फुट 6 इन्च भनेको हाम्रो प्लिन्थ लेभल यो तपाईले 1 फुट 6 मा चाहिँ प्लिन्थ बनाउनु भएको हैन यसैलाई यसरी हामीलाई हैन L1 मा हैन L3 मा चाहियो भनेर डाइरेक्ट यसरी दिदा नि हुन्छ यो अफसेट गर्नु भन्दा पनि यसरी डाइरेक्ट दिदाखेरि केही फरक पर्दैन अब यसैले अब हामीले यसरी डुप्लिकेट गरेर 1 फिट 6 दियौं भने ल यसरी हाम्रो यहाँबाट 1 फिट 6 मा आएर बस्यो कुरो उही हो हामीले कसरी गर्छौं जसरी गर्दा नि केही फरक पर्दैन आफुलाई जसरी ठीक लाग्छ जसरी कम्फर्टेबल भइन्छ त्यसरी गर्दा नि केही फरक पर्दैन अब मैले मैले भन्नु खोजेको यदि मैले माइनसमा गरिरहेछु भने अब माइनसमा गरेछु भनेपछि प्लिन्थ लेभल ग्राउन्ड लेभल चाहिँ माइनसमा छ कि सर मेरो यो कतिमा छ माइनस 1 फुट 6 इन्च अनि प्लिन्थ लेभल चाहिँ 0 ल अब चाहिँ अब मैले चाहिँ अब ग्राउन्ड लेभलमा के अरे प्लिन्थ लेभलमा बनायो भने 1 फुट 6 इन्च दियो भने चाहिँ मुनि आउने भयो भन्न खोजेको कि सर यो प्लिन्थ अनि यो चाहिँ ग्राउन्ड छ हैन तपाईको ल अब चाहिँ मैले प्लिन्थ लेभलमा 1 फुट 6 इन्च दियो भने अब जोडिएर चाहिँ मुनि आउने भयो के ठिकै छ त अब त्यस्तै त हुनुपर्ने नि हैन र मैले नि त्यही भनेको हजुरलाई केही फरक पर्दैन केही नै फरक पर्दैन हामीले जसरी गरे नि केही फरक पर्दैन ल हामीले प्लिन्थमा गएर 1 फिट 6 को बनाउँदाखेरि ठ्याक्क तर मुनिसम्म आएर बस्यो है त केही फरक पर्दैन जसरी गरे नि केही फरक पर्दैन बुझे सर सर हामीले अनि यसमा बिमहरु हाल्नुपर्छ कि पर्दैन बिमहरु हाल्छौँ हामीले मैले अस्ति नै यसमा एउटा यो पर्खिन है त मैले यसमा एउटा त्यो हाल्दिन्छ हैन अस्ति नै मैले यो हाल्दिन्छ है त यसमा चाहिँ मैले सबै बिमहरु राखेर ल यसमा चाहिँ हामीले सबै बिमहरु यो हालेर यो एउटा स्ट्रक्चरल प्लान पनि ल यहाँ हेर्नु त बिमहरु नि हाल्छौँ है त अब यसको 3D मा हेर्नु पर्यो भने चाहिँ ल यो बिमहरु सबै यसरी हालेर नै बनाउँछौँ है त लास्टसम्म चाहिँ यो चाहिँ स्ट्रक्चरल प्लान भयो भनेदेखि आर्किटेक्चरल प्लान चाहिँ यो हो है त ल यो चाहिँ अर्को रेसिडेन्स हो खास हामी यतिसम्म गर्छौँ है त यो डिफ्रेन्ट फाइल हैन है फेरि एउटै फाइलमा यसरी स्ट्रक्चरल र आर्किटेक्चरल ठ्याक्कै छुट्टिने गरी पनि बनाउन मिल्छ है त बिमहरु यसरी हालेर फुटिङसम्म हालेर बनाउँछौँ है त हामी चाहिँ यो फाइलमा हाल्दिन्छ है त बिल्डिङको सेक्सन हेर्ने बेला बिमहरु देखिन्छ नि सर त्यो पनि देखिन्छ सेक्सन काट्यो भने देखिन्छ हामीले अब यो चाहिँ मैले आर्किटेक्चरल सेक्सन हो त्यही भएर चाहिँ बिमहरु चाहिँ देखाएको छैन बिमहरु यसरी देखाउने भने चाहिँ अब यो अलिकति म खासमा भन्छु है त हामीले यो गर्ने नै छौं मैले यसरी हाइड गरेको छु यो चाहिँ ल बिमहरु चाहिँ यसरी देखिन्छ देखिन चाहिँ ल हुन्छ सर ल यो फाइलमा हाल्दिन्छु यो फाइलबाट अलिकति हेर्दै प्र्याक्टिस गरे पनि गर्दै गर्नु है त ल यो यसबाट पनि प्र्याक्टिस गर्दै गर्नु ल आजलाई यति नै है त
अब बाँकी हामी यो फर्स्ट फ्लोर पनि यसरी नै बनाउँदै गरौँ, नआएको हामी यसरी भोलि नै डिस्कस गरौँला।